साथीहरु यहाँ हेर्न सक्नुहुन्छ भेडाहरु कति धेरै हो मामा। म त सामनेबाट त बल्लै देख्यौँला हो। यो त यस्तो यता आउनु रे, यो सिट नै निकाल्दिनन् के। आइसकेका छौँ। यो देख्न सक्नुहुन्छ यता, यहाँ हेर्न सक्नुहुन्छ है। यता हेर्नु, जल्दी आ रियाना। यहाँ आइसक्यौँ। पर्नु छिटो आऊ छिटो। यता हेर्न सक्नुहुन्छ। ओ त्यहाँ हेर्नुहोस्, वाउ यहाँ त यति राम्रो ठाउँ रहेछ। यहाँहरू यहाँ गौतम बुद्ध जन्मिएको ठाउँ। ए यहाँ हेर्नुहोस्, आगो आगो जलिरहेको छ यहाँ। यहाँबाट हेर्नुहोस् पानी, हेर्नुहोस् यस्तो राम्रो ठाउँ। साथीहरु हामी आइसक्यौँ भित्र। यताबाट भित्र त हामी यताबाट आइसक्यौँ एन्टर, अनि हामी चप्पलहरू राखेर हामी भित्र आइसक्यौँ। यतातिर यति राम्रो मौसमहरू, एकदम शान्त सुशील शान्त जग्गा। अनि अहिले अगाडि गएपछि अरू पनि देखाउँदैछु है हजुरलाई पनि। भित्र रहेछ बुद्ध भगवानको जन्म, सो त्यहाँ हामीले दर्शन गरेर आइसक्यौँ भित्र। बुद्ध भगवानको जन्म भूमिमा भित्र दर्शन गरेर आयौँ। अनि त्यसपछि अहिले हामी बाहिर आएको छौँ यहाँबाट। यता हेर्न सक्नुहुन्छ है, यहाँ हाम्रो टिमहरू छन् सबै यता। अनि त्यसपछि यहाँ हामी यस्तो राम्रो शान्ति भनेपछि त के कुरै नभन्नुहोस् कि। यहाँ हेर्न सक्नुहुन्छ, यहाँ पानी हेर्नुहोस्। ओ यहाँ फिसहरू होइछन्। यता हेर्नु भने यस्तो यिनीहरू यहाँ छन्। यताहरू यहाँ यिनीहरूको फोटो भइसकेको छैन अझै पनि। अहिले अब हामी यहाँबाट यता जाँदैछौँ, अब अर्को मन्दिरतिर जाँदैछौँ। सो अहिले उता गएर भेटौँला है। यहाँ हेर्नुहोस् यतिहरू आइसक्यौँ। यहाँहरू यिनीहरूले फोटो खिचाउँदैछन्। ए यहाँ लुम्बिनीको यता यहाँ यता बुढाबुढीले फोटो खिचाउँदै टक्क लाएर। पर्नु छिटो आऊ। ल अब हामी यहाँदेखि जाँदैछौँ। यतालाई हामी बाई बाई भनेर जाँदैछौँ, अनि अर्को ठाउँ जाँदैछौँ। अर्को ठाउँ गएर भेटौँला है। सो साथीहरू अहिले हामी अर्को टेम्पलमा